हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ। आजको यो भिडियोमा तपाईँहरूलाई म एकदमै एउटा इम्पोर्टेन्ट कुरा सेयर गर्न गइरहेको छु। आखिरमा मैले यो मेरो फिटनेस जर्नी चाहिँ किन सुरु गरेँ, आजको यो भिडियो त्यही विषयमा केन्द्रित रहनेछ। बाइ द वे, म आज बिहान मर्निङ वक गइनँ किनभने मेरो खुट्टामा पिक्चरहरू आएको छ। सो मेरो मेन्टालिटी चाहिँ अहिलेलाई चाहिँ रेस्ट गरेर भरे इभिनिङसम्म ठिक भयो भने म पूर्ण जाने सोचमा छु। सो आई होप यो चाहिँ छिटै निक्लोस् र पूर्ण म जान सक्छु। र फ्याक्ट भन्नुपर्दाखेरि चाहिँ म मेरो एक्सर्साइजको जर्नी जहिले पनि भोलिबाट भनेर मात्र सार्ने गर्थेछु कि, र त्यो भोलि कहिले आउँदैन थियो। फर्स्टली एकदमै अल्छी लाग्थ्यो, सेल्फ कन्फिडेन्स थिएन र सेल्फ सेटिस्फ्याक्सन त कुरै नगरौँ। त्यसैले एक दिन आफैलाई एउटा प्रश्न सोधेँ र त्यही दिनबाट मैले पर्फेक्ट समयको प्रतीक्षा नगरी सुरु गर्ने निर्णय गरेँ। र यो जर्नी मेरो केवल शरीर परिवर्तनको लागि मात्र होइन, यो मेरो माइन्डसेट परिवर्तनको लागि पनि हो। किनकि आज म पर्फेक्ट छैन, म अझै सिक्दैछु, अझै सङ्घर्ष गर्दैछु। तर आज म गर्वका साथ भन्न सक्छु कि मैले त सुरु गरेँ, अब पालो तपाईँको।